नमस्कार, खोपो समाचारमा तपाईहरूलाई हार्दिक स्वागत छ। पर्यावरण संरक्षण, हरियाली प्रवर्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यका साथ जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीका अनुयायीहरूले काठमाडौँमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 3 अन्तर्गत भद्रवास स्थित पाथिभरा मन्दिर परिसरको करिब 350 रोपनी सार्वजनिक जग्गामा आयोजित कार्यक्रममा करिब 500 जना अनुयायीहरूको सहभागिता रहेको थियो। पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालद्वारा आयोजित कार्यक्रममा धुपी, रुद्राक्ष, लप्सी लगायत विभिन्न प्रजातिका 1350 वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार समाज सुधारक सन्त रामपालजी महाराजजीको प्रेरणामा सञ्चालन हुँदै आएका समाज सुधार अभियान अन्तर्गत वातावरण संरक्षण, हरियाली विस्तार र स्वच्छ वातावरण निर्माणलाई प्राथमिकतामा राखी यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका 3 का वडा अध्यक्ष, वडा सदस्य तथा स्थानीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहभागी जनप्रतिनिधिहरूले यस्ता अभियानले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। वृक्षारोपणमा सहभागीहरूले बिरुवा रोपेर मात्र दायित्व पूरा नहुने, तिनको संरक्षण, स्याहार सम्भार र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्। आयोजकले रोपिएका बिरुवाको नियमित संरक्षण र अनुगमन गरिने जनाएको छ। स्थानीय बासिन्दाले सार्वजनिक जग्गामा यति ठुलो स्तरमा वृक्षारोपण भएको पहिलो पटक देखेको प्रतिक्रिया दिँदै अभियानको प्रशंसा गरेका छन्। हेर्दै रहनुहोस् खोपो अर्थात् भक्तपुर।